हेलो नमस्ते सबैजनालाई है र स्वागत छ फेरि पनि हजुरहरूलाई मङ्गल कान्छाको पेजमा र सबैजनालाई विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना। दशैं एकदम राम्रोसँगले बितोस् है, सबैजनाको राम्रोसँगले टिका लगाएर आशीर्वादहरू थाप्नुहोस्, सबैजनाको जय होस् भन्दै र आजको म भ्लग स्टार्ट गर्न गइरहेको छु है। र आज चाहिँ मेरो टिकाको दिन चाहिँ ड्युटी छ, सो अब चाहिँ तयार भएर बिहान बिहान ड्युटी जान आँटेको है गाइस। म चाहिँ यहाँनिर चाहिँ हाम्रो दा सुतिरहनु भएको छ होइन, दाको चाहिँ आज छुट्टी हो। छुट्टीको दिन चाहिँ यसरी सुताइ हुन्छ है, हेर्नुहोस् सबैजनाले। दा चाहिँ खतरा सुतिरहनु भएको छ यहाँ होइन, ढक्कै इयरबड्स लगाएर गाना सुन्दै होला आफ्नै धुनमा। डिस्टर्ब चाहिँ गर्नु हुँदैन दालाई। म चाहिँ एउटा दसैँको गीत गाउन गइरहेको छु होइन, रोज चाहिँ होइन म। सो कहीँ कतै गल्ती हुन जान्छ है, त्यसको लागि एकदम अगाडिबाटै माफी चाहँदै र सबैको सामु होइन एकदम दसैँको शुभकामना दिँदै यो गीत पस्किन गइरहेको छु है त। दसैँ आयो चारैतिर उमङ्ग छायो, दसैँ आयो चारैतिर उमङ्ग छायो। छाडिदेऊ ए दैवमाथि पाप धर्म हाम्रो, बाँचुन्जेल गर्न पर्छ कर्म धेरै राम्रो। छाडिदेऊ ए दैवमाथि पाप धर्म हाम्रो, बाँचुन्जेल गर्न पर्छ कर्म धेरै राम्रो। दसैँ आयो चारैतिर उमङ्ग छायो। धन्यवाद। कस्तो लाग्यो तपाईँलाई गीत? प्लिज कमेन्ट, लाइक, सेयर। लाइक चाहिँ बुढी अम्लामा ठेला उठिन्छ, लाँदा पनि केही हुँदैन है, हल्का रमाइलो त गर्नु पायो। मेरो ड्युटीको टाइम भयो, लेट गर्नु हुँदैन, फेरि मालिकले गाली गर्छ र अब चाहिँ म जानु आँटेको त। अब चाहिँ म आइपुगेँ, यहाँबाट टक्क डोर ओपन गर्नुपर्छ हो, दिहरू नआएछ। आज चाहिँ अलिकति छिटो आइदिएको थिएँ म चाहिँ। सेलुनमा एन्ट्री गरिसकेँ है गाइस, अब चाहिँ लाइट बाल्नु पर्छ र लाइटको स्विचहरू कता छ हेर्दै जानुपर्छ। सबभन्दा पहिला चाहिँ म यो सामान किचनमा राख्छु। And in your eyes, यो चाहिँ हाम्रो हो सानो किचन है। वाउ, खाना चाहिँ यहाँनिर राख्ने। आज फ्रिजमा के छ हेर्दिउँ। फ्रिज में तो कुछ नहीं है खाने के लिए। This is money plant. It gives oxygen, pure oxygen. यहाँ चाहिँ यस्तो छ, चारवटा सेक्सन छ होइन, अनि चारवटा सेक्सनमा जतानिर गर्दा नि हुन्छ, आफ्नो आफ्नो सेक्सन दिएको हुन्छ। यहाँनिर चाहिँ सेलको प्रडक्टहरू जति पनि छ, सेरमहरू छ होइन, अनि यो स्याम्पूहरू के छ अरूहरू, यो फेसियलको सामानहरू छ। यहाँ चाहिँ सेलको प्रडक्ट मात्रै। यहाँ चाहिँ टक्क वेट गर्ने क्लाइन्टहरू आएर होइन, यहाँ अगाडि फ्रन्टमा बस्नुहुन्छ अनर। यहाँ चाहिँ हो तपाईँको आइब्रो सेक्सन है, आइब्रो सेक्सन। अनि बाहिर बिजी छ भने चाहिँ कोही बेला यहाँ भित्र ल्याएर पनि हेयर कटहरू हुन्छ है। अहिले नै चाहिँ लाइट बाल्नु हुँदैन।
अनि यो चाहिँ हो तपाईको फेसियल रुम स्टिमहरु छ हैन अनि यहाँ लोटसको के गरेर आगेको रहेछ प्रोडक्टहरु हैन दिस इज फेसियल रुम यहाँनिर पनि छ प्रोडक्टहरु हैन नैनोप्लास्टी आको छ अनि के को यो नैनोप्लास्टी रहेछ माथि यिनीहरु स्याम्पूहरु छ स्पाहरु छ यो चाहिँ हो पूजा कोठा है त जय दुर्गा माता की जय यहाँनिर कलरहरु पनि यहाँ राख्छ यता हल्का प्र्याक्टिस गर्ने पनि छ यो पनि हो हाम्रो अर्को सेक्सन अनि यो सेक्सन चाहिँ हो हाम्रो पेडिक्योर सेक्सन हेयर वाश सेक्सन हाम्रो दी आइसक्नु भएको छ हैन अनि दीले चाहिँ हामीलाई चिया बनाइदिनु हुँदैछ के को चिया हो दिदी यो चाहिँ दुध तताको हो हजुर यहाँनिर दुध तातिँदैछ अहिले चाहिँ तिमीलाई चाहिँ ब्ल्याक टी बनाइदिन्छु म चाहिँ दुध खान्छु ल हुन्छ म चाहिँ ब्ल्याक टी खाने हो अनि ह्याप्पी दसैँ सबैजनालाई है दीको तर्फबाट पनि हुन्छ दी म अगाडि हल्का फाइनली म यो भ्लग चाहिँ म यही एन्ड गरिरहेको छु है र किनभने चाहिँ भिडियो लामो बनाउनु पनि एकदम अल्छी लाग्दो हुन्छ है र कस्टमर आएको थियो तर उसले के भन्यो भन्दाखेरि उहाँले चाहिँ भन्नुभयो म चाहिँ सोसियल मिडियातिर त्यस्तो उयोहरू गर्दिनँ भन्नुभयो त्यही कारण चाहिँ मैले उहाँको भिडियो हैन लिन सकिनँ सो आजको भ्लग चाहिँ म यही एन्ड गरिरहेको छु सबैजनालाई ह्याप्पी दसैँ सबैजनाले मजाले मनाउनुहोस् दसैँ है